कहिले पात नझर्ने वनस्पति कुन हो? अप्सन ए बयान, अप्सन बी खजुर, अप्सन सी सल्ला, अप्सन डी पिपल। साथीहरूको सही उत्तर हो अप्सन नम्बर बी खजुर। मानिसको छातीको रौँलाई के भनिन्छ? अप्सन ए कपाल, अप्सन बी ठुलादाइ, अप्सन सी जैरे, अप्सन डी सान्दाइ। साथीहरूको सही उत्तर हो अप्सन नम्बर बी ठुलादाइ भनिन्छ। प्रश्न नम्बर 3, मध्यरातमा सूर्य उदाउने देश कुन हो? अप्सन ए अमेरिका, अप्सन बी नर्वे, अप्सन सी बेलायत, अप्सन डी जापान। साथीहरूको सही उत्तर हो अप्सन नम्बर बी नर्वे। प्रश्न नम्बर 4, मानिसको कुन अङ्गबाट बिजुली पैदा हुने गर्दछ? अप्सन ए पेट, अप्सन बी दिमाग, अप्सन सी कान, अप्सन डी फोक्सो। साथीहरूको सही उत्तर हो अप्सन नम्बर बी दिमागबाट। प्रश्न नम्बर 5, फलको रानी भनेर कुन फललाई चिनिन्छ? अप्सन ए सुन्तला, अप्सन बी आँप, अप्सन सी लिची, अप्सन डी स्याउ। साथीहरूको सही उत्तर हो अप्सन नम्बर सी लिची। प्रश्न नम्बर 6, नेपालको जुम्ला जिल्लामा कति प्रकारका स्याउ फल्ने गर्दछन्? अप्सन ए 8 प्रकार, अप्सन बी 10 प्रकार, अप्सन सी 7 प्रकार, अप्सन डी 5 प्रकार। साथीहरूको सही उत्तर हो अप्सन नम्बर सी 7 प्रकार। प्रश्न नम्बर 7, कुन जीवको दाँत आजीवन बढिरहन्छन्? अप्सन नम्बर ए चितुवा, अप्सन नम्बर बी मुसा, अप्सन सी हात्ती, अप्सन नम्बर डी कुकुर। यसको सही उत्तर हो अप्सन नम्बर बी मुसा। प्रश्न नम्बर 8, नेपालको कुन जिल्लालाई नेपालकी रानी भनिन्छ? अप्सन ए झापा, अप्सन बी इलाम, अप्सन सी जुम्ला, अप्सन डी बाँके। साथीहरूको सही उत्तर हो अप्सन नम्बर बी इलाम। प्रश्न नम्बर 9, सबैभन्दा धेरै उन निर्यात गर्ने देश कुन हो? अप्सन ए भारत, अप्सन बी अमेरिका, अप्सन सी चीन, अप्सन डी अस्ट्रेलिया। साथीहरूको सही उत्तर हो अप्सन नम्बर डी अस्ट्रेलिया। प्रश्न नम्बर 10, भारतको कुन राज्यमा सर्पको तेलबाट तरकारी पकाउने गरिन्छ? अप्सन ए राजस्थान, अप्सन बी गुजरात, अप्सन सी महाराष्ट्र, अप्सन डी नागाल्यान्ड। यसको सही उत्तर हो अप्सन नम्बर डी नागाल्यान्ड। प्रश्न नम्बर 11, शरीरको कुन अङ्ग चिसो नै रहने गर्दछ? अप्सन ए मृगौला, अप्सन बी फोक्सो, अप्सन सी कलेजो, अप्सन डी मुटु। साथीहरूको सही उत्तर हो अप्सन नम्बर सी कलेजो। प्रश्न नम्बर 12, मानिसको एक आँखाको तौल कति हुन्छ? अप्सन ए 4 ग्राम, अप्सन बी 8 ग्राम, अप्सन सी 45 ग्राम, अप्सन डी 20 ग्राम। साथीहरूको सही उत्तर हो अप्सन नम्बर बी 8 ग्राम हुने गर्दछ। प्रश्न नम्बर 13, मानिस कुन फललाई नधोइकन खाने गर्दछन्? अप्सन ए अङ्गुर, अप्सन बी केरा, अप्सन सी सुन्तला, अप्सन डी स्याउ। साथीहरू यसको सही उत्तर के होला? तपाईहरुलाई आउँछ भने कमेन्ट गर्न सक्नुहुनेछ कमेन्ट बक्समा आएर। धन्यवाद।